नमस्ते, म लोकबहादुर गुरुङ कमेडी बाजे। उहाँ हुनुहुन्छ सुमन अधिकारी, नमुना मावि लडाबिरका कृषि संकायतर्फको वरिष्ठ प्रशिक्षक सुमन अधिकारी। हामीहरूले जति पनि युट्युब च्यानलहरू सञ्चालन गरेको छौँ, मेरो चाहिँ युट्युब च्यानल कमेडी युट्युब च्यानल छन्, जसमा अलिकति हँसाउने सामग्रीहरू प्रस्तुत गरेका छौँ र उहाँको यो युट्युब च्यानल सुमन अधिकारी -10 उहाँको युट्युब च्यानलमा अब के कस्ता सामग्रीहरू उहाँले प्रकाशित गर्नुहुन्छ, सामग्रीहरू उहाँले र आफ्नो पेशागत तर्फबाट अर्थात् आफ्नो व्यक्तिगत तर्फबाट आफ्ना सामग्रीहरू के तयार गर्नुहुन्छ, ती सामग्रीहरू उहाँको युट्युब च्यानलमा प्रकाशित हुनेछ। तपाईहरुले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर उहाँको सामग्रीहरू के छन् तपाईहरुले जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र हस्त उहाँको युट्युब च्यानलमा अब के कस्ता सामग्रीहरू, के कस्ता भिडियो कन्टेन्टहरू तपाईहरुले हेर्न पाउनुहुन्छ, उहाँकै शब्दबाट तपाईहरुले सुन्नुहोला, ध्यान दिनुहोला र सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र आउने सामग्रीहरू तपाईहरुले पर्खेर बस्नुहोला, जबकि तपाईहरुको लागि एउटा प्रेरणादायक पनि हुनेछ। कृषि सम्बन्धीका विषयवस्तुहरू छन्, यी सबै तपाईहरुको जनजीवनमा, तपाईको दैनिक जीवनमा अति उपयोग सामग्रीहरू हाम्रो उहाँ सरको युट्युब च्यानलबाट प्रकाशित हुनेछ। ल अब हामी सुरु गरौँ उहाँ सुमन अधिकारी ज्यूको युट्युब च्यानलमा के कस्ता सामग्रीहरू प्रकाशित हुनेछ उहाँकै शब्दबाट सुनौ। अब नमस्कार, मेरो परिचय त हाम्रो कमेडी बाजे यो उमेरमा पनि एकदमै धेरै एक्टिभ भएर आइसिटीहरू मध्ये अब युट्युबहरू, फेसबुकहरू, इन्स्टा, टिकटकदेखि लिएर सबै चलाएर एकदमै राम्रोसँग चलाएर त्यसलाई पनि मोनिटाइज गरेर राम्रै आम्दानी लिइराख्नु भएको छ। र उहाँले मेरो परिचय लगभग सबै कुराहरू दिइसक्नुभयो। र अब चाहिँ मैले यसमा के भन्न खोजेको भन्दाखेरि चाहिँ मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि यो युट्युब च्यानल जुन मलाई सहजीकरण सुरुको अवस्थादेखि नै सहजीकरण उहाँ हाम्रो कमेडी बाजेले गरिराख्नु भएको छ, धेरै कुराहरूमा टेक्निकल सपोर्टहरू पनि र केही आइडियाहरू दिइराख्नु भएको छ। अब मैले युट्युब च्यानल सुरु गर्दैछु, यो युट्युब च्यानलमा चाहिँ मैले के कुराहरू राख्छु त भन्ने कुराहरूमा चाहिँ मैले पोइन्ट वाइज भन्छु, त्यसलाई डिस्क्रिप्सन चाहिँ गर्दिनँ, तर पोइन्ट वाइज चाहिँ राख्छु। मैले यो युट्युब च्यानलमा लगभग 6वटा टपिकमा, लगभग 6-7वटा टपिकमा चाहिँ मैले भिडियोहरू बनाउने छु। सबभन्दा पहिला 1 नम्बरमा चाहिँ शैक्षिक गतिविधिहरू, शिक्षामा के गतिविधिहरू भइरहेछ भन्ने कुराहरू, एउटा शैक्षिक गतिविधिहरू। अनि 2 नम्बरमा चाहिँ शिक्षण विधिहरू, कसरी चाहिँ हामीले पढाउँदाखेरि अथवा कुन विधिबाट पढाउँदाखेरि विद्यार्थीहरूलाई बढीभन्दा बढी चाहिँ ज्ञानहरू दिन सकिन्छ भन्ने कुराहरूको विषयमा चाहिँ भिडियोहरू बनाउने छु। र तेस्रो नम्बर भनेको चाहिँ हाम्रो प्रेरणादायक भनाइहरू, विद्यार्थीहरूलाई कसरी मोटिभेट, शिक्षण विधि त्यति बेला काम लाग्छ जब विद्यार्थी चाहिँ पढ्नलाई चाहिँ इच्छुक हुन्छ, ऊ आफैमा चाहिँ मोटिभेट हुन्छ पढ्नलाई, त्यही भएर प्रेरणादायी भनाइहरू, प्रेरणादायी भिडियोहरू बनाउने छु। र चौथो नम्बर भनेको कृषिसँग सम्बन्धित भिडियोहरू। कृषिसँग सम्बन्धित भिडियोहरू भनेको किसानहरूलाई मात्र होइन, जोसुकै मान्छेलाई पनि कृषिभित्र एकदमै ब्रोड क्षेत्र छ, त्यहाँभित्र विषादीको प्रयोगदेखि लिएर कसरी मलहरूको प्रयोग गर्ने, कसरी त्यसलाई चाहिँ हामीले स्टोरेज गरेर राख्नेदेखि लिएर धेरै कुराहरू, त्यो सँगसँगै त्यसको बारेमा पनि मैले जानकारी दिनेछु। र अर्को कुरा भनेको किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई म कृषि प्रशिक्षक भएको नाताले गर्दाखेरि चाहिँ मैले किसान स्तरमा देखिने अथवा कृषक स्तरमा देखिने समस्याहरू, बालीनालीमा देखिने समस्याहरू र त्यसको समाधानहरू कसरी गर्न सकिन्छ भन्ने कुराहरूको चाहिँ बारेमा म जानकारी दिनेछु मेरो युट्युब च्यानलबाट। र सँगसँगै चाहिँ केही मनोरञ्जनात्मक भिडियोहरू पनि बनाउने छु, जस्तै हाम्रो टाइममा फिल्ड भिजिटहरू परिरहन्छ, विद्यार्थीहरूसँगको पिकनिक कार्यक्रमहरू परिरहन्छ, र सँगसँगै हाम्रो टुरहरू परिरहन्छ, भ्रमण, शैक्षिक भ्रमणका कार्यक्रमहरूको रमाइलोहरू लगायत सबै कुराहरू राखेर चाहिँ म लगभग यो 6-7वटा टपिकमा राखेर चाहिँ भिडियोहरू बनाउने छु। र मलाई आशा छ मैले जति बेलासम्म यो भिडियोहरू बनाउने छु त्यति बेलासम्म हाम्रो कमेडी बाजेले चाहिँ मलाई टेक्निकल सपोर्टहरू, आइडियाहरू दिनुहुनेछ। र अन्तिममा के कुरा चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईहरुले जुन लाइक, सब्स्क्राइब, कमेन्टहरू गर्नुहुन्छ त्यो मेरो लागि सधैँ चाहिँ मलाई त्यो भिडियोहरू बनाउन चाहिँ मोटिभेट गर्ने एउटा मिडियमको रूपमा काम गर्नेछ, एउटा माध्यम बन्नेछ। र तपाईहरुले एउटा सब्स्क्राइब चाहिँ, एउटा लाइक चाहिँ, एउटा कमेन्ट चाहिँ गर्नुहुन्छ भन्ने आशा बोकेको छु। हस्त, धन्यवाद।
हस् त तपाईँहरूले सुनिहाल्नुभयो अब उहाँको च्यानलमा अब आउने दिनहरूमा के कस्ता सामग्रीहरू युट्युब च्यानलमा प्रकाशित हुनेछ भन्ने बारेमा उहाँले भनिहाल्नुभयो। च्यानलको नाम सुमन अधिकारी -10 लाई सर्च गरेर तपाईँहरूले युट्युब च्यानल हेर्न सक्नुहुन्छ। उहाँको सामग्रीहरूबाट तपाईँहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण एकदम उपयोगी सामानहरू तपाईँहरूले पाउनुहुनेछ। मैले पनि अलिकति कमेडियन भए पनि विद्यालय अभिभावक विद्यार्थीसँग सम्बन्धित केही एउटा दुईवटा भिडियो पनि मैले पहिले नै प्रकाशित गरिसकेको छु। ती भिडियोहरू अहिले पनि कमेडी बाजे युट्युब च्यानलमा सर्च गरेर तपाईँहरूले हेर्न सक्नुहुनेछ। ती भिडियोहरूको नाम मैले औँलामा गन्न सक्ने भिडियोहरू 3-4 वटा छ, जुन शिक्षकहरूको पनि भावना हुन्छ र एउटा छ। एउटा शिक्षक नाम एक भूमिका अनेक, विद्यार्थीहरूको जुन विकृतिहरू छ त्यसलाई कसरी अलिकति सुधारमा लाने भन्ने बारेमा अभिभावक र शिक्षकहरूलाई एउटा सन्देश दिन खोजिएको एउटा भिडियो छ, त्यसमा पनि हेर्न सक्नुहुनेछ। त्यस्तै अब मैले त अलिकति बाहिरपट्टिबाट अब विद्यालय हाताभित्रका विद्यालय सेरोफेरोभित्रका विद्यालय वातावरणभित्रका शैक्षिक गतिविधि अतिरिक्त क्रियाकलाप, त्यहाँभित्र भएका मनोरञ्जनका साधनहरू, त्योभित्र भएका सानातिना गल्तीहरू पनि हुन्छन् नै, सबै कुरो ठिक त हुँदैन। ती सम्पूर्ण कुरोहरूलाई समेटेर सुमन अधिकारीज्यूले आफ्नो च्यानलमा प्रकाशित गर्नुहुनेछ र उहाँको च्यानल युट्युब च्यानल सुमन अधिकारी -10 लाई तपाईँहरूले एकचोटि राम्ररी सर्च गरेर भए पनि हेरिदिनु होला र भिडियो कस्तो लाग्छ तपाईँहरूलाई राम्रो लाग्यो भने एक लाइक दिन पनि नबिर्सनु होला र उहाँको च्यानलमा सब्सक्राइब गरेर जोडिनु चाहिँ पटक्कै नबिर्सनु होला। अर्को प्रस्तुति हामी कुनै बेला फेरि उपस्थित हुनेछौँ। तबसम्मको लागि हामी दुवैजना बिदा चाहन्छु। नमस्ते।